सिङ्गो पार्टीले खासमा दोषी को यसमा राम्रो बाले यहाँ सुन्नु हामी यहाँ माया गुरुङ मात्रै जित्न आएन माया गुरुङको टिका लागि आएन हामी बालेलाई प्रधानमन्त्री सम्मान हेर्न सक्नुहुन्छ यहाँ युवा आकर्षित भएका छन् माथि भएको पार्टीको विधि विधान अनुसार तपाईँको एकल निर्णय सामाजिक सञ्जालको भरमा बाबुहरूमा आएर सिन्धुपाल्चोक 2 नगर जित्दैन माया गुरुङले त्याग र तपस्या गर्नुपर्छ सिन्धुपाल्चोक माया गुरुङलाई बागी उठाउने हो अब माया गुरुङलाई बागी उठाउने होइन सिङ्गो पार्टीले खासमा दोषी को यसमा राम्रो बाले यहाँ सुन्नु हामी यहाँ माया गुरुङ मात्रै जित्न आएन माया गुरुङको टिका लागि आएन हामी बालेलाई प्रधानमन्त्री यसमा प्रक्रिया भएन हाम्रो त हामी बालेलाई प्रधानमन्त्री माया गुरुङ हो नि एकबाट तर उहाँ 2बाट टिकट पाउनु भयो तर 2 नम्बर ल्याएर गर्नुहुन्छ के गर्नुहुन्छ तपाईहरु जारी गर्न आएको सुन्छ सम्मान हेर्न सक्नुहुन्छ यहाँ युवा आकर्षित भएका छन् माथि भएको पार्टीको विधि विधान अनुसार तपाईँको एकल निर्णय माया गुरुङको एकल उम्मेदवार परेर हामीले निर्णय गरेर पठाएका छौँ माया गुरुङको विकल्प यहाँ सिङ्गो माया गुरुङ जित्न आएन हामी बालेलाई प्रधानमन्त्री रवि लामिछानेलाई देश चलाउनलाई सिन्धुपाल्चोक चलाउनलाई सिन्धुपाल्चोकको जेली सगरमाथा आरोही माया गुरुङलाई टिकट आज कसरी खोसियो कुन तरिकाले गयो दाइ यो घण्टी न्यायको लागि बजाइन्छ भन्छ तपाईले किन बजाउनु भयो यो रवि लामिछानेलाई देश चलाउन बालेलाई प्रधानमन्त्री बनाउन माया गुरुङलाई सिन्धुपाल्चोकको नेतृत्व दिन जो चाहिँ सगरमाथा आरोही उहाँ तपाईँ एउटा साहसी महिला 7वटा हिमाल माया गुरुङ को भन्ने सबैलाई थाहा छ नि सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 मा माया गुरुङ को भनेको राजनीति गरेर हुँदैन फिल्डमा आउनु पर्यो क्या फिल्डमा ल्याइकन मान्छे मरेपछि औषध ल्याएर खानिदिने मान्छे मरेपछि औषध ल्याएर खानिदिने एउटा कोठामा बस्नुस् भनेर हामीलाई कोठामा थुनेर केन्द्रले त्यसो गरे नि हामीलाई माथि थुनेर तल माया गुरुङ हामी माया गुरुङले भनेको सामाजिक सञ्जालको भरमा बाबुहरूमा आएर सिन्धुपाल्चोक 2 नगर जित्दैन माया गुरुङले त्याग र तपस्या गर्नुपर्छ सिन्धुपाल्चोक होइन अब चुनाव त आज अन्तिम दिन हो भोटै हालिँदैन भोटै हालिँदैन त्यो अधिकार सकिन्छ त्यो कुरा सकिन्छ यो त आउँदै दिन तपाईहरु आउनुस् न मनोनयन आजै हामी गरिरहेको हुन्छ हामी एउटा टिम यता छौँ एउटा टिम उता काम गरिरहेको छ थ्याङ्क यू त्याग गर्दैन हामी सारा सदस्य भएर सहयोग गर्छौँ तर उहाँलाई त्यहाँ उम्मेदवार उहाँ नै गरेर जिताउनुहोस् हामी तयार छैनौँ अझै श्रेष्ठलाई सहयोग गर्नुहुन्न गर्दैनौँ हामी अझै श्रेष्ठलाई चिन्दैनौँ उहाँको यदि इच्छा नभए भए होइन उहाँले अरूलाई पनि
अझै श्रेष्ठलाई लास्ट आवरमा पाउने हो त्यही पनि अजय श्रेष्ठले 2 नम्बरबाट दिएको होइन 1 नम्बरबाट दिएको अनि फेरि उहाँले भागभण्डामा पारेर 2 नम्बरमा पठाइदिने तपाईले अब के गर्नुभयो हातपातै भयो हिजो अनि पार्टीले गरेको निर्णय त मान्नु पर्यो नि परेन कस्तो उहाँले जे निर्णय गर्यो भने पठायो भने मान्नु पर्यो होइन सभापति टिकट दिइहाल्यो त के त अस्ति त के पार्टीमा हाम्रो अस्ति त के पार्टीमा अहिले सङ्गठन दिनु भएको टिकट त्यही पार्टीको निर्णय त पार्टी सभापतिको होला नि त होइन पार्टीको निर्णय भन्दा पनि उपरलाई दिने होइन पार्टीको त्यसो भने त पहिला नै उहाँले हामी त्यो जो नोमिनेट छ हामी निर्णय गरेर पठाउँछौँ तपाईहरु चुप लाएर बस्नुस् भन्नु पर्थ्यो नि त अनि अझै चाहिँ हामी तपाईहरु जिल्लाकोहरुले निर्णय गरेर पठाउनु तपाईहरुको अब्बल सफल व्यक्तिहरु को हुनुहुन्छ नोमिनेटमा को पर्नु भएको छ तीहरुको नाम लिस्ट पठाउनु तपाईहरु अब संगठन बनाउनुको कारण भनेको तपाईहरु पनि अब लायक हुनुहुन्छ अब तपाईहरु आफ्नो प्रतिनिधित्व आफै छनौट गर्ने लायक हुनुहुन्छ पठाउनु भनेर पहिला चाहिँ हामीलाई त्यस्तो भन्ने अहिले आज पार्टीले निर्णय गरेर पठायो त्यो त उहाँले पहिला भन्नु पर्थ्यो नि त हामीलाई अझ श्रेष्ठ चर्चित व्यक्ति होला नि त तपाईको पहिलो उम्मेदवार चर्चित हुनुहुन्थेन होला कस्तो त चर्चित व्यक्ति चाहिएको हो के माया गुरुङ चर्चित हुनुमा के कमी छ माया गुरुङले व्हाइट हाउसबाट सम्मान ग्रहण गरेको नेपालको राष्ट्रपति सगरमा पार्वत रोही एसियाको होइन 7 वटा कन्टिनेन्टको सबै उच्च हिमालहरू पर्वतारोहण गर्ने अहिले जीएसटीको पूर्वदेखि पश्चिम सम्पूर्ण हिमालहरू चढ्ने अभियानमा उहाँ एक्लै होइन अझ अरू महिलाहरू पनि बोकेर हिँड्नु भएको छ कस्तो त चर्चित चाहे तपाईँलाई अनि किन नदिएको त टिकट उहाँलाई तपाईले के लाग्छ भन्नुस् न त कुरा गरेर 2 मिनेट चर्चित हुँदैन चर्चित हुन्छ कि कस्तो चर्चा चाहियो तपाईँलाई केको चर्चाका चाहियो अहिलेको चर्चित अनि चलखेल के भयो त भनिदिनुस् न त मिडियालाई भनिदिनुस् के भयो ठ्याक्क भन्नुस् न बुझ्ने गरी माया गुरुङ हामीले सर्वसम्मत गरेर पठाएको माया गुरुङ हो हामीले माया गुरुङ हुनुपर्छ हामीले अरू मान्ने छैन त्यसो के गर्नु त्यसो माया गुरुङलाई स्वतन्त्र उम्मेदवारी दिन लाउनुहुन्छ के गर्नुहुन्छ त्यो त उहाँको इच्छाको कुरा हो होइन माया जसको लागि तपाईँ बोल्दै हुनुहुन्छ हामी त स्वतन्त्र उम्मेदवार हामी किन घन्टी चिन्हमाथि किन हाम्रो घन्टी चिन्ह मुनि किन हामी घन्टीमा किन आउने उहाँलाई स्वतन्त्र उम्मेदवार माया गुरुङलाई चासो छैन तपाईहरु चाहिँ किन यता हेर्नु तपाईँ माया गुरुङको समर्थकहरू मात्रै बोल्दै हुनुहुन्छ यहाँ माया गुरुङ चाहिँ होइन माया गुरुङले समर्थन गर्नुभयो होला नि त अझ श्रेष्ठलाई बागी उठाउने अब उहाँलाई माया गुरुङलाई बागी उठाउने हो अब माया गुरुङलाई बागी उठाउने होइन अपमान गरेर पठाएको छ उहाँ यहाँ आउनुहुन्न अझै माथि पनि हातपात भयो नि त हिजो यहाँनिर माया गुरुङ साँच्चै चुनाव जित्नुसँगै मान्छे हुनुहुन्छ होइन यो त अन्तिम निर्वाचन होइन नि त मिलेर जाँदा अर्कोचोटि पाइहाल्नुहुन्छ नि किन तपाईँहरू लफडा गरे दिनुपर्छ मिलेर जान हामी पनि अहिले मात्र प्रत्यक्ष उम्मेदवार भएको होइन योभन्दा अगाडि 2 चोटि लडिसकेको रासो जुन बेलामा रासोमा थिएन अनि हार्नुभयो होला नि त हार्नुभयो त्यही गर्न पा होला हार्ने बेलामा चाहिँ उहाँलाई उठाउने जित्ने बेलामा चाहिँ अरूलाई उठाउने अनि जित्छ भन्ने के ग्यारेन्टी छ अहिले चाहिँ तातो भात पाकेपछि त खानुलाई चाहिँ अरूलाई बोलाउने अहिले जित्छ भन्ने के ग्यारेन्टी छ त भात पकाउने दुःख गर्ने चामल रोप्ने धान रोप्ने उमार्ने पिन्ने सब हामी गर्ने खर्च अरूलाई बोलाउने भन्ने ग्यारेन्टी छ उहाँले किन छैन उहाँ छ भने ग्यारेन्टी छ अब हुन सक्दैन अब छैन अब तपाईहरु के गर्नुहुन्छ बागी उठाउनुहुन्छ अब के गर्नुहुन्छ बागी उठाउनुहुन्छ अब बागी उम्मेदवार उठाउनुहुन्छ कि के गर्नुहुन्छ होइन आज त अब अन्तिम दिन हो मनोनयन गर्ने अब समय घर्किँदैछ डिपी सरले हामीलाई भन्नुभएको छ कि यो फिर्ता लिने चार्ज पनि हुन्छ यसमा हामी विचार गरौँला भनेको छ हामी त्यसको आज हामीले त्यसको जवाफ चाहिएको भएर तपाईहरुले भित्र जानै दिएको छैन कसरी डिपी अरेललाई कसरी भेट्नुहुन्छ भित्र जानै दिनु भएको छैन हैन उहाँले त जनता उहाँहरू यो पार्टी नयाँ भएको र उहाँहरू आउनु भएको कारणले जनताले सजिलै भेट्न सक्ने जनतासँग साक्षात्कार गर्न सक्ने भनेर खोला होइन त यो पार्टी अरू पार्टी भने भिन्न होइन अब उहाँलाई के हामी भेट्नुलाई उहाँको आफ्नै हामी रासोपाका हामी सदस्यहरूले हामी पद वाहन गरेर बसेकोहरूले के हामीले एपोइन्टमेन्ट लिनु पर्ने त्यो पनि गरौँला कुर्नुला रातभरि सुत्नु पर्यो यही अन्तिम प्रश्न तपाईँलाई जस्तो यहाँ कतिपय पैसाको चलखेल भयो भनेर पूर्व सांसदले नै फेसबुकमा लेख्नु भयो त्यो खालको चलखेल भयो भन्ने हो मलाई थाहा
थाहा छैन त्यो के चलखेल भयो कस्तो चलखेल भयो त्यसैको प्रश्नको लागि के भइरहेछ भन्ने हामी पनि बुझ्न चाहन्छौँ हाम्रो अधिकार छ हामीले चयन गरेर पठाएको प्रतिनिधिलाई छनौट भएन त्यसको लागि हामी पनि प्रश्न गर्न यहाँ छौँ अजय श्रेष्ठ त्यहाँको बासिन्दा हो कि होइन भन्नुहोस् त मेरो नाम निमा इन्जिनियर हो म हेलम्बु 1 बाट म अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापति हो अजय श्रेष्ठ त्यहीँको बासिन्दा हो कि होइन क्षेत्र नम्बर 2 को होइन पाउन त हो नि उहाँले पनि त्यो अहिले हाम्रो त्यो क्षेत्रको बारेमा उहाँलाई त्यति थाहा छैन माया गुरुङ मात्र हो कि जन त्यहाँ चप्पा कुना कन्दरा हिमालदेखि सबै कुरा खोलादेखि वनदेखि चाहेको मान्छे उहाँ मात्र हो त्यही त प्रश्न गर्न आएको अनि माया गुरुङ नजान्ने होला नि त माया गुरुङ नजान्ने मान्छे होला त्यसो भए टिकट किन पाउनु भएन त टिकट किन पाउनु माया गुरुङ भन्दा नि जान्ने छ आज कहिले थाहा पाउनु तपाईँ भोलि